नो बेकिङ, नो स्टिम, नो एग एन्ड ब्रेड। तपाईहरू पनि यसरी बनाउनु चाहनुहुन्छ भने भिडियोलाई लास्टसम्म हेरिदिनु होला। नमस्ते सबैजनालाई। बल्ल 4 चोटीमा चाहिँ मेरो पनि बनियो है। तपाईहरू सबैजनाले अस्तिको भिडियोमा ब्रेड र अन्डा हालेर स्टिम गरेर बनाउनु भन्नुहुँदै थियो। त्यही भएर आज चाहिँ बनाउनु पर्यो भनेको कुनै पसलमा ब्रेड नै भेटिएन अनि अन्डा चाहिँ म खाँदिनँ। धेरैजनाले अन्डा हालेर बनाउनु भन्नुहुँदै थियो। मैले चाहिँ यहाँ चिनीलाई पगालेर एउटा बटुकामा खनाएर सानो बटुकामा दुध र कस्टर्ड पाउडर मिक्स गरेर राखेँ अनि आधी लिटर जति दुध लिएको छु। दुध उम्लेपछि कस्टर्ड पाउडर मिक्स गरेको दुध हालेर मिक्स गरिदिए अनि कतिको गुलियो खानुहुन्छ त्यही अनुसार चिनी पनि हाल्नु होला। मैले चाहिँ अलिकति हालेको छु र दुधलाई बाक्लो हुन्जेलसम्म चलाएर चिनी हालेको बटुकामा खनाएर फ्रिजमा राखेँ। तपाईहरू पनि फ्रिजमा 2-3 घण्टा राख्नु होला। अब चाहिँ केकलाई खनाम। यहाँ चाहिँ म बटुकालाई ट्याप ट्याप गर्दैछु, तपाईहरू चाहिँ स्क्रिनलाई ट्याप ट्याप गर्नु होला। र हाम्रो केक यस्तो भएको छ। अब चाहिँ केकलाई खाए ल। तपाईहरू पनि यसरी नै बनाएर खानु होला। कस्तो लाग्यो तपाईहरूलाई कमेन्ट गर्नु होला। धन्यवाद।